होला ल ल ल ल हेलो गाइज वेलकम टु माई युट्युब च्यानल होइन के कस्तो हुनुहुन्छ सन्चै आरामै देश तथा विदेशमा छरिएर बस्नुभएका सम्पूर्ण दर्शकबिनहरूले एकमुष्टि मेरो नमस्कार। आज चाहिँ म यो भ्लोग धेरै दिन पछाडि लिएर आएको छु होइन। के कस्तो हुन्छ कृपया साथीहरू भिडियो स्किप नगर्नु होला। म चाहिँ आज कहाँ जान लागेको भने चाहिँ होइन उता परि पल्टुनमा काफल मिल्छ के यहाँको अर्ग्यानिक काफल देखाउँछु होइन कस्तो हुन्छ त्यो काफल देखाउँछु यो भिडियोमा हेर्नु होला कृपया साथीहरू। हामी चाहिँ दुईजना होइन यो पछाडि लोब्डो लोब्डो होइन अनि यहाँ घोगा यत्रा भइसक्यो होइन। अर्को युट्युबमा मैले हालेको थिएँ त्यो मैले बन्द गरेँ त्यही कारणले घोगा पनि यत्रा भइसक्यो हेर्दा हेर्दै होइन। अनि आज चाहिँ हामी काफल खान जाँदैछु। भर्खर स्कुलदेखि आयौँ हामी अनि यहाँको आज जेठ 20 गते हो। जेठ असार साउनमा पाक्छन् यहाँको काफल चाहिँ धेरै पछाडि पाक्छन् होइन। त्यही पनि के कस्तो हुन्छ काफल यहाँको देखाउने तपाईँलाई मैले सोचिरहेको छु होइन। टिपेर पनि ल्याउँछु हातमा नै झिल्ली पनि छ। अनि हामी हिँड्दैछौँ बाटोमा अहिले घरभन्दा अलि यता आएको छु। हेर्नु होला साथीहरू भिडियो कस्तो लाग्छ अनि लाइक कमेन्ट सेयर गर्नु नभुल्नु होला। फाइनल गाइज होइन हामी चाहिँ अब काफल जङ्गलनिर आइसकेका छौँ। पल्ट्युन भन्छन् हाम्रो यो पछाडि ठुलो जङ्गल छ होइन। नि भालु पनि आएको छ अरे आजकल भालुले खाने आयो के भन्ने त्यो पनि डर छ होइन। पछाडि ठुलो जङ्गल छ होइन भित्र अनि त्यहाँ भालु पनि बस्छ बाघ भालु होइन। यो चाहिँ डन अरे डन अनि म चाहिँ त्यस्तै होइन डर मान्छु हल्का हल्का। अनि भालु आहा काफल देखाउने कोसिस त गर्छु होइन को बाटो है अनि जङ्गल ठुलो छ होइन। गाउँको अर्ग्यानिक काफल कस्तो हुन्छ सकेसम्म देखाउँला। मेघ आउने सम्भावना होइन खासै त छैन हल्का हल्का छिटा पर्न लाग्यो। कृपया साथीहरू काफल देखाउँछु म डोन्ट वरी। अनि काफल यो पछाडि ठुलो जङ्गल होइन यो त छेउमै हो अनि यो त केही होइन यहाँ खेत पनि छन् होइन। यो त केही होइन अब जङ्गलभित्र हामी घुस्छौँ होइन। जङ्गलभित्र जानको लागि हामी अब रेडी अवस्थामा भइरहेका छौँ। बाघ आउने भालु आउने थाहा छैन आज क्या पो खाँदा हो। बाटो लिन्छु भनेर एकाले फस्याएर झाडै झाड खोलै खोला हिँडिरहेका छौँ। अझै पनि जान धेरै धेरै पर जाने होइन। ए बाटो छ क्या राडा हेर्नु नि यस्तो खोलामा छु। बाघ बाघ खाँदै कि भालु खाँदै आजले साथीहरू भिडियो हेरिदिनु होला ल ल ल ल यो चाहिँ ड्रोन हो कि यो पनि राखिदिन्छ होइन। यो चाहिँ कस्तो बाटो छ भने जङ्गलै जङ्गल पुरा जुका पनि लागेन आज यो चाहिँ होइन। अब बाटो आएसम्म जसो छ बाटो आउने सम्भावना छ होइन। हिँड्दैछु जङ्गलमा अझै छ ने भालु बस्या भन्नु यो पाले भनौँ यो पल्ट्युन हो कि खास भन्नाले अहिले नि कहाँ देखाउँदैन यो जङ्गलमा हिँड्नु होइन। म चाहिँ अहिले गाइस हामी चाहिँ अब काफलको रुखनिर पहुँचिसकेका छौँ। यही हो काफलहरू काम गर्दै यो होइन माथि यी काफल भुइँमा झरेका काफल त बबाल छ होइन। अब चाहिँ हामी काफल टिप्छु देखाउँछु होइन। यो यस्तो रुख छ अनि यस्तो जङ्गलको बाटो पार गरेर हामी चाहिँ नि काफलनिर आइसकेका छौँ साथीहरू। काफल हेर्नु होला कस्तो हुन्छ अनि च्यानललाई सब्सक्राइब गर्नु होला। यही हो काफलहरू फेर माथि यो रुख काठे कहाँको अनि त्यो चाहिँ भन्नाले ठेगाना पनि बताउँछु म। यो सिधै पल्ट्युन होइन तल्लो पातलको पल्ट्युन हुड्केलटा छडा भने कहाँ भन्यो यो नेको मान्छेहरूले भिडियो हेरिराख्नु भएको छ भने चिन्नुहुन्छ अवश्य।
कहाँ हो ठाउँ भनेर मलाई त्यहाँ सबैले चिनायो नि त। काफलको रुखै यो रुख जानको लागि रेडी भइसक्यो भन्दा नि गइसक्यो साले बाँदर। अब काफल टिप्छु, चढ्न सक्दैनौँ कि रुख। हामी त सिधै सगरमाथा पनि चढ्न सक्छौँ के। हामी पनि रुख चढेर होइन रुखमा यस्तरी हिँड्दैछौँ। यी कहीँ तल खस्ने हौँ यार। यी बाँदर साले भ्यानचोद नोब्डे। स्नाइपर किङ हो स्नाइपर, थाहा होला नि अझ फ्री फायरको। यी अब काफल चाहिँ उता होइन, मेरो ब्याक क्यामेरा खासै देखाउँदैन। केही पनि लड्न सक्छु म, तपाईँलाई कोसिस गर्छु न। देखा त केटा, यी देखा न। ए खासै देखिरहेन, अहिले देखाउँछु एकछिनमा। भिडियो हेर्नु होला, काफल खानु होला। फाइनली गाइज अब होइन हामीले चाहिँ काफल टिपेर रुखबाट यति बनायौँ काफले। अहिले देखाउँछु नि तलबाटी, देखाउँछु न देखाउँ। खै तैँले कति टिपी देखान है। तर भुइँबाट झड्या टिपी खाछ न धाद्द। काफल चाहिँ बबाल छैन, खायौँ। अनि यी काफल ल त्यसै समात्छ केटा। काफल चाहिँ यति टिपेँ मैले, झिल्ली फर्काएँ। काफल चाहिँ बबाल थियो, मैले धेरै टिप्न सकिनँ नि त, रुख चढ्न सकिनँ नि त, म बाँदर होइन नि त। खै तैँले कति टिपी देखा त। त्यसले एक भानु टिपेँ मैले त यति नै। काफल है अर्ग्यानिक काफल छ, पाक्या छ, मिठो छ। काफल भन्दा बित्तिकै मुखमा रस चाहिँ नगाड्नु होला होइन, हेरेरै चित्त बुझाउनु होला। त्यो त हेरे घ्याच घप्ट्या पोडी नहेर्नु होला कि। च्यानललाई सब्सक्राइब गरी लाइक गर्नु नभुल्नु होला। अनि काफल देख्न सक्नुहुनेछ। आजको लागि अब चाहिँ हामी घर जान लागिसकेछौँ होइन। काफल बोक्या घर जान लागिसकेका छौँ। काफल साफल टिपेर दुईजना खाएर टन्न अगाएर यति चाहिँ घरकालाई लगिदिउँ भनेर होइन। अनि आजको लागि भ्लग यति नै हुन्छ। अब नेक्स्ट टाइम अर्को भ्लगमा के कस्तो हुन्छ हेर्नु होला साथी।